गार्डन क्योर ब्लगमा यहाँहरूलाई स्वागत छ। आज चाहिँ म क्यालेन्चोको सोइल मिक्स अनि यसलाई कसरी रोप्ने भन्ने तरिकाहरू लिएर आएको छु। अनि यहाँ हेर्न सक्नुहुन्छ, यो चाहिँ क्यालेन्चो प्लान्टलाई मैले कटिङ गरेर सारेको हो। यो चाहिँ राम्रोसँग सरिसकेको छ, राम्रोसँग जराहरू यसले फिजाइसकेको छ। क्यालेन्चोको प्लान्टलाई हामीले कटिङबाट ग्रो गर्न सक्छौँ। यो सबै कटिङबाट हो ग्रो गरेको। यो प्लान्ट चाहिँ एउटा पर्मानेन्ट प्लान्ट पनि हो। यो प्लान्ट चाहिँ कहिले मासिँदैन। यसलाई हामीले अर्को साल पनि यस्तै तरिकाले हामीले जोगाएर राख्न सक्छौँ। फेरि अर्को साल पनि कटिङ सारेर यसलाई धेरैवटा प्लान्ट बोट बनाएर हामीले ग्रो गर्न सक्छौँ। यो प्लान्ट चाहिँ धेरैवटा कलर अप्सनहरू हुन्छ। यो डबली सिङ्गली गरेर धेरैवटा कलरहरूमा फुल्ने गर्दछ। यो मैले ग्रो गरेको चाहिँ सिङ्गल रेड हो। माटो मिक्सको कुरा गर्नुपर्दा मैले पाकेको गोबरलाई लिएको छु। मजासँगले डिकम्पोज भएको छ। यो पुरानो मल हो। हामीले आलु मल हामीले फुल रोप्दा प्रयोग गर्नु हुँदैन। गोबर मललाई मैले यस प्रकारले ल्याएको छु। त्यसै गरी मैले पत्कर मललाई पनि यहाँ ल्याएको छु। यो मल चाहिँ क्यालेन्चोको लागि राम्रो हुन्छ। त्यसै गरी यो माटो मिक्सरलाई म बिस्तारै पोटमा हाल्न सुरु गर्दैछु। यो चाहिँ पोली ब्याग हो अनि यसमा राम्रोसँग बोट बिरुवाहरूलाई ग्रो गर्न सकिन्छ। यसरी नै बिस्तारै बिस्तारै गर्दै म पटहरूमा माटो भर्दै जानेछु। यसरी नै मैले सबै पटहरूमा मैले माटो भरिसकेको छु अनि अब म यहाँ रोप्न गइरहेको छु क्यालेन्चोलाई। क्यालेन्चोलाई रोप्दाखेरि चाहिँ एयर पकेट नहुने गरी हामीले रोप्नुपर्छ। यसले प्राय कम पानी रुचाउँछ। यसलाई बढी पानी हालेमा यसको जराहरू कुहिने गर्छ। यसलाई चाहिँ मैले एयर पकेट नहुने गरी रोपेको छु, हेर्न सक्नुहुन्छ। यसरी नै मैले सबै पटहरूमा रोपिसकेको छु, हेर्न सक्नुहुन्छ। यसलाई चाहिँ यस्तो प्रकारले मैले रोपेको छु। क्यालेन्चो प्लान्ट जाडो महिनामा फुल्ने पर्मानेन्ट प्लान्ट हो। यसले जाडो महिनाको समयमा धेरै फुलहरू दिने गर्दछ। यो क्यालेन्चो पर्मानेन्ट फुल हुने भएको कारणले गर्दाखेरि यसलाई हामीले गर्मी मौसममा हामीले यसलाई जोगाएर राख्नुपर्छ। हामीले यसलाई घामको किरणहरूबाट जोगाएर शीतल ठाउँमा राख्नुपर्छ अनि मात्र यसलाई हामीले बचाउन सक्छौँ। यो प्लान्टलाई चाहिँ फङ्गसहरू पनि लाग्ने गर्छ अनि हामीले चाहिँ यसलाई फङ्गसबाट जोगाउनुको लागि हामीले केमिकलहरू प्रयोग गर्नुपर्ने हुन्छ अनि मात्र यो राम्रोसँग ग्रो हुन्छ। यो क्यालेन्चो प्लान्टहरूलाई चाहिँ हामीले यही मदर प्लान्ट राखेर अर्को साल हामीले यसलाई न्यू बेबी प्लान्टहरूलाई यसरी कटिङ गरेर सार्न सक्छौँ। यसलाई चाहिँ पानी अति कम्ती चाहिन्छ, हेर्न सक्नुहुन्छ। यो पटहरू मैले सारिसकेको छु अनि यहाँ चाहिँ माटो हेर्न सक्नुहुन्छ, सुक्खा सुक्खा छ। यसै गरेर हामीले राख्नुपर्छ अनि किनभने हामीले धेरै पानी हाल्यो भने चाहिँ यो क्यालेन्चोको प्लान्टहरू भित्रभित्र कुहिएर मर्ने सम्भावनाहरू प्रबल हुन्छ। त्यसै कारणले मैले यहाँ कम्ती कम्ती पानी हालेको छु अनि यसलाई सकभर सुक्खा राख्ने मैले कोसिस गरेको छु, हेर्न सक्नुहुन्छ। यो राम्रो हेल्दी भएको छ। यो क्यालेन्चोको प्लान्टहरू चाहिँ एकदमै राम्रोसँग कटिङ हुने प्लान्टहरू मध्ये पर्छ। यसलाई हामीले कटिङमा यस्तो मजाले सार्न सक्छौँ। यस्तो मजाले कटिङबाट ग्रो हुन्छ। यो सबै पटमा भएकोहरू सबै कटिङबाट नै ग्रो गरिएको हो, हेर्न सक्नुहुन्छ। यो युजेन्थ्रो ग्लास हो अनि यहाँ पनि मैले कटिङ गरेर सारेको छु केही हाँगाहरूलाई, हेर्न सक्नुहुन्छ। यो यति मजाले हेल्दी भएर सरेको छ। यो क्यालेन्चोको प्लान्टहरू यस्तो बुस्सी भएर यो हेल्दी भएको छ, हेर्न सक्नुहुन्छ।